this is how you can find easy diamonds in Minecraft. If you don't understand my language, there is subtitle for you and you can read there. And आज म डायमन्ड माइनिङ गर्नेको तरिका सिकाउन जाँदैछु र यो तरिका एकदमै एफिसिएन्ट छ। मैले मेरो एउटा सर्भाइभल सिरिज स्टार्ट गरेको थिएँ, त्यसमा मैले ट्राई गरेको थिएँ एन्ड मैले यति धेरै डायमन्डहरु पाएँ एन्ड एउटा ठाउँबाट त मलाई एकदमै धेरै मिल्यो र मैले त्यसमा अझ मेरो पिकेक्समा फर्च्युन 3 लगाएँ, त्यसपछि त एकदमै धेरै मिल्यो। मैले सोचे कि नयाँ दुनिया बनाउँछु र सिधै डिग डाउन गर्न छ -58 मा गएपछि त्यहाँबाट मलाई राइट लेफ्ट अप साइडको ब्लकलाई तोड्नु छ अनि त्यो स्ट्रेट माइनिङ गर्न छ 2 ब्लक अघि, तेस्रो ब्लकमा गएर फेरि त्यही रिपिट गर्नु छ र त्यही रिपिट गरेपछि मलाई डायमन्ड मिल्छ। राइटमा डिग गर्न सक्नुहुन्छ र एकचोटी हामी एउटा ब्लकमा उभिएर माइनिङ गरेछौं भने हामी 6 ब्लकलाई तोड्न सकिन्छ। हामी राइट या फिर लेफ्टमा जान सकिन्छ, दुईटै तरिका गर्न सकिन्छ, स्ट्रेट नि जान सक्नुहुन्छ, इट्स योर चोइस। एन्ड त्यहाँ गएर लेफ्टमा जानु छ 6 ब्लक एन्ड फेरि त्यहाँबाट 6 ब्लक अनि त्यसपछि फेरि अझ एउटा ब्लक अघि गएर त्यहाँबाट फेरि मलाई फर्किन छ जुन बाटोमा मैले पहिला माइनिङ गरिरहेको थिएँ। फर्केपछि फेरि अब 2 ब्लक अघि गएर त्यहाँबाट फेरि डिग डाउन गर्ने जुन साइडबाट म आएको त्यो साइडमा गरे भने 12 वटा ब्लक नतोडिकिन मैले हेर्न सक्छु कि यो यहाँ डायमन्ड छ या फिर छैन र मैले अझ म जुन ठाउँमा छु त्यसबाट माथिपट्टि गरे भने त मलाई डायमन्ड मिल्छ, राइटमा गरे पनि डायमन्ड मिल्छ, लेफ्टमा गरे पनि। यसले के हुन्छ भन्दाखेरि चाहिँ हजुरहरूले एउटा सानो ठाउँमा उभिएर हजुरहरूले धेरै ठाउँमा डायमन्ड छ कि छैन भनेर हेर्न सक्नुहुन्छ। हजुरहरूले पनि हजुरको सर्भाइभल सिरिजमा राम्रैसित डायमन्ड कलेक्ट गर्न सक्नु होला। हजुरको पिकेक्समा फर्च्युन लाउन नभुल्नु होला। म अब अर्को भिडियोमा मिल्छु र हजुरहरू मेरो सर्भाइभल सिरिजको फर्स्ट एपिसोड हेर्नुभएको छैन भने गएर हेर्न सक्नुहुन्छ। मेरो च्यानलमा छ, मैले मुनि कमेन्ट सेक्सनमा राखिदिन्छु र गो एन्ड वाच माई फर्स्ट सर्भाइभल सिरिज जुनमा मैले मतलब सही तरिकाले डायमन्ड माइन गरे र मैले यति इजी तरिकाले डायमन्डको आर्मरहरू अब्टेन गर्न सके। र सी यु इन द नेक्स्ट भिडियो गाइज। सब्सक्राइब फर मोर।